वेलकम ब्याक टु अनदर ब्लग भिडियो। अनि म चाहिँ आज जान लाग्छु घुम्नको लागि। अनि म चाहिँ तयारी भइसकेको छु, बसलाई कुरिरहेको छु होइन। अनि अविनाश पनि तल तयारी हुँदैछ, अविनाश र मसँगै जाने हो। अनि अविनाशले तयारी गर्दैछ र म मस्त तयार चिया भएर खाइरहेको छ। मेरो चिया चाहिँ यहाँ छ, कालो चिया। बिस्कुट चाहिँ मैले सकिसकेँ। अनि अहिले गाडी आएपछि जाने हो, गाडीलाई कुरेको के अरे चाहिँ बस कुरेको 6 बजेबाट। अहिले चाहिँ 7 बज्न लाग्यो तर बस आएन। यस्तो अरू बेला त क्या छिटो आउँथ्यो कि आज मात्रै ढिलो गरे। सूर्यदेव नि यत्रो माथि आइसकेका छन्। तर यो बस किन आएन कि कता पल्ट्यो कि हिजो पल्टेको बस त्यही त होइन, आफ्नै खुट्टामा उभिएको बस। बस पाइसक्यौँ अनि 2-3 घन्टा कुरेको त सरिना अनि म खै यता खोलेर हेर न त्यो त मन गर्नु। अनि अनि अब आउँछ मेरो घर। बाई बाई मेरो घर एक हप्तालाई। बाई 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 बाई। अनि अब हामी जाँदै गर्छौँ, ल उता गएर भेटौँला। हामी चाहिँ आइसकेको छौँ रामपुर बस स्ट्यान्डमा। अनि एकछिन यहाँ रोक्ने रे अनि 8:30 यहाँबाट जाने अनि त्यही भनेको छ। अनि अविनाश चाहिँ भित्र बसिरहेको छन् अनि माथि भ्यू टावर देखिन्छ कि यसो देखाउनु खोजेको, हल्का हल्का देखिएको छ, देख्नुभयो कि नै। अनि अविनाश चाहिँ भित्र बसिरहेको छ। अब बस हिँड्ने बेला पनि भइसकेको छ। ल अविनाशसँग भेटौँ र के गरेको छ हेरौँ। त्यही के गरेको होला र भित्र मस्त बस्यो होला। अब बस जाने बेला भयो, हामी पनि चढौँ र अनि मस्त अब घुम्न जान लागेको। त्यही भएर मजाले घुम्ने हो। अविनाश भित्र मस्त बसिया फर्स्ट सिटमा। चाहिँ बसबाट झऱ्यो अनि बसमा आउन 2 घन्टा जति लाग्यो। एकछिन अब अविनाश चाहिँ यहाँ झोला बोकेर रेडी छ, मैले मेरो झोला बोकिसकेँ। अब चाहिँ यो गेटबाट मासतिर 1-1.5 घन्टा मासतिर हिँड्नुपर्छ। अब यहाँबाट मासतिर चाहिँ गाडी नगएर हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ। अनि यो चाहिँ करिडरकै बाटो आएको थियौँ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ कुन ठाउँमा आएको थियौँ भन्दा भन्नु एकछिन वेट, ल पढ्न सक्नुहुन्छ अन्त हामीले भनिदिउँ र अकलादेवी मन्दिरको बाटो हामी मासतिर जाँदैछौँ। अब चाहिँ टक टक हिँड्दै जानुपर्छ। यो हो प्रवेश गेट। हामी चाहिँ अब टक्क यो उकालो पुरै चढेर जानुपर्ने हुन्छ। यो डाँडा काटेर जानुपर्ने हुन्छ। यो हो कालीगण्डकी चापकोटको भ्यू हेर्न सक्नुहुन्छ। के भन्छ त्यो ठाउँलाई मलाई थाहा छैन, त्यही भएर मैले चापकोट भनिदिएको है। यहाँ छ कालीगण्डकी, यो त थाहा छ मलाई। अनि यत्रो उकालो चाहिँ चढिसक्यौँ, अझ यसको 10 गुणा बढी चढ्नु छ। थकाइ आइसक्यो। हामी फाइनली हिँड्दा माथि आइयो। लास्टै थकाइ लाग्यो, पसिनै पसिना, यसलाई नि पसिना, मलाई नि पसिना। अझै पुरै यो डाँडा कट्नै छ, भर्खर त हिँड्नु सुरु गरेको। हेर्दा त हिँड्न सकिन्छ जस्तो लाग्थ्यो, यति हिँड्यो कि खुट्टा पाटी भयो। माथि गएर भेटौँला, बाटोमा भेट्दै गरौँला। अविनाशको अनुहार हेर्न सक्नुहुन्छ, हरामी भएको छ। पसिनाले दुइटै हालत खराब। लास्टै गर्मी हुँदो रहेछ गाइज, उकालो चढ्दा त पसिनाले मार्यो। यसले चाहिँ सर्ट काट्छ, अनि काट्नु सक्दिनँ म त। हामी चाहिँ यत्रो माथि आइसक्यो। यो बाटो कता क्यामेरा छेक्यो। अझै पुरै उकालो चढ्नु छ, अनि झर्नु पनि छ। चढिसक्यौँ होइन। त्यहाँबाट हिँड्दै आएको बाटो देखियो होला, त्यहाँबाट लास्टै उकालो छ कि ठाडै उकालो। पसिना आएर मर्न लाग्यो, सर्ट काट्दा नि अझै पसिना आइरह्यो। अब ट्याक मासतिर अझै हिँड्दै जानुपर्छ। यता गाडी नआएर पनि दुःख, यहाँको मान्छेहरूलाई झन् कति दुःख होला। हामी एकचोटि आउँदा त हावा टाइट भइसक्यो। धन्न 1-2 घर त रहेछ यो डाँडामा नि।
म त घरै छैन चाहिँ लागिरहेको थियो अनि यता चाहिँ सोलर सिस्टम रहेछ पहिला अहिले बल्ल बिजुली आएर छ होइन के छ चाहिँ अब के अरे अब डाँडा साँडा उकालो चढ्यो अब 1 घन्टा चाहिँ ओह्रालो चढ्नुपर्छ भन्छ के अरे हाम्रो अविनाशले हेरौँ कस्तो छ अनि यहाँ धन्न अलिअलि शीतल हावा चलेको छ र अलि पहिलाभन्दा बेटर फिल भइरहेको छ राम्रो अनि यता घरहरू पनि रहेछ धन्न घरहरू यता फेरि क्या सानो के टक्क त्यो कार्टुनमा हुन्छ नि त्यस्तै घरहरू छन् के हेर्न मजा आइरहेको छ हिँड्दा दुःख लाग्छ र घर हेर्दा मजा आउँछ अनि अब हामी जाँदै गर्छौँ अगाडि अनि हेर्दै गर्नु के हुन्छ यो चाहिँ यता हिजो पानी परेको असर भनौँ कि के भनौँ यता नि मजाले परेको छ हिलो छ बाटोहरू ट्र्याक्टर आउने के हो कि के हो कता हो जाने तलतिर ए होइन छ ढुङ्गाहरू लोड गरेर कुन हो ऊ त्यो त हाम्रो आन्टी पढेको स्कुल छ ऊ त पछि हेर्दै गरौँ न हामी चाहिँ अब यता जान्छौँ टक्क यता चाहिँ गाडीमा आउँदो रहेछन् क्या हो अब हामी चाहिँ यो पुरै ओह्रालो झर्ने हो होइन यता कता छ घर हो त्यता तलतिर घर छ यसकोमा घर चाहिँ कुन हो अब त्यहीँ तल गएपछि थाहा पाइन्छ यो पुरै ओह्रालो झर्ने अब गाह्रो छ हिँडेर त उकालो ओह्रालो त जिन्दगीको मोड हो यहाँ यस्तो पहिरो गएको छ कि म गुल्ट्यो भने त फर्केर आउँदिनँ कहिले तर मलाई गुल्टिनु छैन अगाडि जानु छ यता चाहिँ इमली बम मिठाई पाइँदो रहेछ पहिला भुजातिर नि पाइन्थ्यो यो मिठाई खाएको धेरै भएको थियो नखाएको धेरै भएको थियो अहिले खाँदा यस्तो पुरानो यादहरू ताजा भयो अमिलो गुलियो भुजातिर टिकटक बिहान थियो यता चाहिँ टिकटक पाइँदो रहेछ हो क्या आफ्नो कर्तव्यतिर मतलब हामी आउने भन्ने ठाउँतिर पुनः लाग्छन् यतैतिर हो भने के अरे अगाडि गइरहेको डन बोल्टेर हालत खराब भइसक्यो हिँड्दा अब यतै नजिकै भइदियो थियो घरहरू रहेछन् यता नि त्यति त्यहाँ रहेछ पुरा फार्म अहिले हामी चाहिँ पुगिसकेको छौँ अविनाशको मामा घर हो अविनाश अनि यहाँसँग मस्त लिचीको बुट्टा छ यो चाहिँ यो घर अनि यता छ तल छ ओइ के छ हालत चाहिँ अमला टिप्न माथिको छ मनी खान्छु खाना त बाजार चाहिँ बुट्टा चढेर झार्यो ल अमला खाओ सेट बनाओ यहाँबाट चाहिँ पारी डाँडाको भ्यू चाहिँ यस्तो राइटीमा देखिँदो रहेछ डाँडामा घर छ बत्ती बलेको चाहिँ घर हुन् अनि आजको भ्लग यति नै हुन्छ होला आशा गर्दछु राम्रो लाग्यो होला राम्रो लागेमा लाइक सब्सक्राइब एन्ड सेयर थ्याङ्क फर वाचिङ द भिडियो